नमस्ते, म एलपी जोशी, मेरो साथमा हुनुहुन्छ दाजु हरि भण्डारीजी। अब आसन्न नेपाली कांग्रेसको पछि हुँदै गरेको फागुन पुस 27 गते 26 र 27 गते विशेष महाधिवेशनको परिचर्चाको विषयमा हामी बहस गरिरहेका छौँ। दादा, अहिले विशेष महाधिवेशनमा गगनलाई चाहिँ देशको नेतृत्व दिनुपर्छ, नेपाली कांग्रेसको सभापति बनाउनुपर्छ भन्ने खालको उहाँको अभिव्यक्ति छ। दादा, तपाईँलाई एकदम स्वागत छ, खुलेरै स्वागत छ। धन्यवाद भाइ, धन्यवाद। अब तपाईँले नेपाली कांग्रेसमा नेतृत्व रूपान्तरको नेतृत्व परिवर्तनको कुरा गरिरहँदा साँच्चीकै यो सम्भव छ त? सम्भव छ नि, सम्भव छ। त्यो कसरी सम्भव छ भने चाहिँ 54% महाधिवेशन प्रतिनिधिहरूले त हस्ताक्षर गरेर विशेष महाधिवेशन मागै गरे। अनि पार्टीको केन्द्रीय कार्य समितिले चाहिँ त्यो उनीहरूको मागलाई सम्बोधन नगरेपछि ती 54% महाधिवेशन प्रतिनिधिहरूले नै आयोजना गरेर यो भइरहँदा पार्टी फुट्ने सम्भावना 27-28 गते हुँदैछ। नेपाली कांग्रेसको विधानमै 40% महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित विशेष महाधिवेशन मागेपछि 3 महिनाभित्र गरिसक्नुपर्ने भन्ने विधानमै छ। अब त्यो विधानमै भएको चिजले विधानमा भएको चिजै गरेपछि पार्टी फुट्ने भन्ने त हुँदैन। पार्टी फुट्ने नै हो भने त्यो विधानमा राखिँदैन पनि। अब चाहिँ 40%ले नेतृत्व चयन गर्न चाहिँ सक्दैनन्। नेतृत्व चयनका लागि चाहिँ 51% पुग्नु पर्यो। त्यो 51% पुगेपछि नेतृत्व चयन पनि हुन्छ। नभएपछि उनीहरूको आफ्नो एजेन्डाहरू अनि नीतिहरू विषयमा छलफल हुन सक्छ। त्यो यसो झट्ट आजसम्म भोलि उद्घाटन छ, आजसम्म हेर्दाखेरि तपाईँलाई यसैमा रोकेर मैले एउटा प्रश्न अर्को जोडिहालेँ। कर्णाली प्रदेशको समग्र हिसाबमा हेर्दाखेरि सबै यो विशेष महाधिवेशन हुनुहुन्न भन्ने पक्षमा छन्, म गलत छैन भने त्यसमा तपाईँ एकल जस्तो लाग्छ विशेष महाधिवेशन हुनुपर्छ। युवाको आवाज अझ बुढाखाडाको आवाजमै पनि तपाईँ एकजना मात्रै हुनुहुन्छ। तपाईँ पछि यदि यो विशेष महाधिवेशन भएन भने तपाईँ कांग्रेसबाट अलगिने, फेरि यता तारो अथवा घन्टीतिर आउने कुरा त हुँदैन नि? त्यस्तो हुँदैन। म जस्तो विशेष महाधिवेशन माग्ने मैले त्यो गर्नुपर्छ, पार्टीको विधानमा रहेर काम गर्नुपर्छ भनेपछि मैले पार्टी छोड्नुपर्ने परिस्थिति आएर सबै महाधिवेशन प्रतिनिधिहरू पार्टी छोड्नुपर्ने अवस्था आउला होइन। उनीहरू त सहभागी नै अन्त प्रदेश भन्दा कर्णालीमा विशेष एउटा पृथक देखिया छ नि त। कर्णालीमा पनि हुन्छन्। अब भोलि कर्णालीमा आज जो छैनन् उनीहरू आजभन्दा ठ्याक्कै एक हप्ता अगाडि हेऱ्यो भने धेरै मान्छेहरू चाहिँ विशेष महाधिवेशन पक्षमा थिएनन्। त्यो ठ्याक्कै 2टा टिम थियो। पहिला नेपाली कांग्रेसमा टिमको राजनीति हुन्थ्यो। एउटा शेखर कोइराला टिम, एउटा संस्थापन पक्ष हुन्थ्यो। अनि अब यो पटक चाहिँ त्यो जेएनजी आन्दोलन पछाडि त्यो पक्ष भन्ने रहेन। अनि त्यसपछि एउटा पक्ष चाहिँ जस्तो शेखर कोइरालाले नेतृत्व गर्ने कर्णालीको टिमले चाहिँ एकदम स्थिर ढुलमुले प्रवृत्ति, उनीहरू चाहिँ खुलेनन्, विशेषको पक्षमा पनि खुलेनन्। अनि यता नगर्ने पनि भनेनन्, गर्ने पनि नखुलेपछि त्यो समस्या देखिएको हो। अहिले आजसम्म हेर्ने हो भने आज धेरै नेताहरूका फोटो भिडियोहरू विशेषको पक्षमा एउटा माहौल बन्दै, जबरजस्त माहौल बन्दै गएपछि मैले आज मात्रै एउटा सामाजिक सञ्जालमा नोटिस फेला पारेको थिएँ। कर्णाली प्रदेशका 10वटै जिल्लाका सभापतिहरूले चाहिँ हामी चाहिँ चुनावमा हुमिसकेका छौँ, हामी विशेष महाधिवेशनमा छैनौँ भनेर एकल वक्तव्य जारी गरिरहँदा यसलाई हेर्दाखेरि तपाईँलाई कर्णाली कहिले पछाडि छ कि भन्ने फिल भइरहेको छैन? त्यस्तो भएन। केही हुन्छन्, पक्ष विपक्षमा मान्छेहरू हुन्छन्, पछि बहुमतको पक्षमा जाने हो। 60% महाधिवेशन प्रतिनिधि काठमाडौँमा जम्मा हुने सम्भावना। तपाईँ यसो गरिरहँदा तपाईँ ढुक्क महाधिवेशनमा के अरे महाधिवेशन विशेष महाधिवेशन हुन्छ, गगनले मात्रै होइन सफल हुन्छ, गगन पार्टी सभापति हुन्छ र कांग्रेस पार्टी सभा हिजोको भन्दा फरक, पार्टी सभापति फरक कुरा हो। हिजोको भन्दा फरक अब नेपाली कांग्रेस विशेष महाधिवेशन नहुनुभन्दा पूर्व सन्ध्यामा 60% नेपाली कांग्रेसका आम कार्यकर्ता सबै गगनको पक्षमा छन् होइन। आज विशेष महाधिवेशन सफल भयो भने गर्नुभयो भने 80 देखि 90% जाने सम्भावना छ। कार्यकर्ता तलको कार्यकर्ता विशेष महाधिवेशन प्रतिनिधि मात्रै नभएर कार्यकर्ता लेभलमा पनि त्यो जाने सम्भावना छ। गगनको पक्षमा सबैले युवा बनाउनु पर्छ, जबरजस्त मान्छेहरू बनाउनु पर्छ भन्ने बेला नेपाली कांग्रेसले आफ्नो पार्टीको नेता यस्तो एकदम प्रभावकारी भिजन भएको नेता आफू पनि चाँडो बुझ्ने अनि हामीलाई पनि सजिलै बुझाउन सक्ने नेतालाई हामीले नबनाउने भन्ने नै हुँदैन। गगन थापा विकसित देशहरूमा भइदिएको भए आजसम्म कार्यकारी चलाएर 10 वर्ष कार्यकारी चलाएर यो देशलाई चाहिँ अगाडि बढाएर
ब्याक भइसक्यो नेपाली काङ्ग्रेसको यही कारणले गर्दा हाम्रा दाइहरू होइन भाइहरू टिम भन्ने कारणले गर्दा गगन थापा आजसम्म पनि आफ्नो भिजनहरू प्रयोग गर्नै पाएको छैन। अब त्यो विशेष महाधिवेशनले गगन थापालाई अनुमोदन गर्छ, नेता अनुमोदन गर्छ। अब गगन थापा जबरजस्त नेता हुन्छन्। अब अरू पनि बिस्तारै आउँछन्। आज गोपाल मान श्रेष्ठ पनि म गगनलाई अगाडि बढाउँछु आइसक्यो। अब धेरै नेताहरू यहाँ कर्णालीकै पनि यदि तपाईँको एकदम गगिला तर्क वितर्कहरू आए त्यसको लागि तपाईँप्रति म सदैव आभारी रहनेछु। हस्, धन्यवाद आफ्नो दुईटा कुरा आफ्नो मिडियामा मेरा दुईटा कुरा राख्न दिएकोमा। त्यो विशेष महाधिवेशनको तपाईँ अब आफ्नो तर्फबाट शुभकामना पनि दिइहाल्नुहोस्।